आज विशेष त हामीले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानवाधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदनको सवालमा हामीले छलफल गरेका छौँ। विषयवस्तुहरू लामो समयदेखि धेरै वर्षदेखि हामीले छलफल गर्दै आइरहेका छौँ। यही समितिमा म पनि समितिको सदस्य हुँदै गर्दा हामीले पनि यस्तै विभिन्न कारागारहरू अनुगमन गरेर त्यसमा के कति सुधार गर्नुपर्नेछ, राज्यले के गर्नुपर्नेछ भनेर सुधार प्रतिवेदन हामीले पनि बनाएका थियौँ। त्यस बेलामा तत्कालीन गृहमन्त्री कानुन मन्त्रीलाई हामीले पनि दिएका थियौँ। अब हामी आइसके पछाडि जे हामीले अध्ययन प्रतिवेदन बनाएर दिएका थियौँ, अब त्यो कानुन सुधार गर्ने जिम्मा चाहिँ हाम्रो काँधमा आइपुगेको छ। त्यसकारणले अरू धेरै कुरा भनिन, आज समितिमा उठेका प्रश्नहरू, समितिले अध्ययन गरेर प्रतिवेदनमा सुझाएका विषयवस्तुहरू र माननीय गृहमन्त्रीज्यू को मन्त्रालयबाट फेरि एउटा अध्ययन पनि गरेको थियो, संयुक्त एउटा अध्ययन भएको थियो। कैदीबन्दीहरूलाई उत्पादनमूलक कार्यमा लगाउने र कारागार व्यवस्थापनको समग्र सुधार गर्न गठित अध्ययन समितिको प्रतिवेदन पनि हामीसँग छ। यो चाहिँ 2083 3/12 गते, धेरै भएको छैन, 1 महिना आसपास, 1.5 महिना भयो होला, यो प्रतिवेदन पनि आइसकेको छ। इन बिट्विन के भयो त भन्दाखेरि विगतका दिनहरूमा जे जति सुझावहरू आउँथे ती सुझावहरूलाई हामीले कानुन सुधार नगरिकन त कार्यान्वयन गर्नै सक्दैनौँ नि। त्यही भएर अबको बाटो कताबाट जाने भन्ने कुरा हामीले सोचि नै रहेका थियौँ। त्यसकै लागि हामी आफैले पनि एउटा अध्ययन गरेका थियौँ। गृह मन्त्रालयले त्यसलाई चाहिँ समन्वय गरेर सहजीकरण गरेर मजाले अध्ययन गरिसकेका छ। कारागार व्यवस्थापन विभागले यसको नेतृत्व गरेर र यहाँ पनि सुझावहरू आएका छन्। अब एक शब्दमा भन्दाखेरि चाहिँ कारागार ऐन 2079 मा आएको छ, समय सापेक्ष बनाउनको लागि भनेर त्यो ऐन आयो, तर अझै पनि समय सापेक्ष चाहिँ बनेन। अझै पनि धेरै विषयवस्तुहरू बाहिर छुटेका छन्। त्यसकारणले नसक्ने भन्ने चिज केही पनि छैन। हामीले सबै कुराहरू सक्छौँ भन्ने लाग्छ। सबैको समाजको हितमा हुने विषय सबैले चाहँदाखेरि सकिन्छ भन्ने लाग्छ। किनभने यो त दलीय विषय होइन, यो त गैर दलीय विषय हो। समाजलाई सुरक्षित बनाउने, शान्तिपूर्ण बनाउने काम त हामी सबैको साझा दायित्व हो। यो कानुन समितिमा सबै दलको मान्यज्यूहरूको राय धारणा पनि दलीय धारणाभन्दा माथि उठेर विषयवस्तुमा चाहिँ अलिक एउटा विज्ञ जसरी अथवा समाजको आवाज जसरी उहाँहरूले राखिरहनु भएको हुन्छ। त्यसकारणले पनि म अब यो कारागार सम्बन्धी ऐन चाहिँ कस्तो बनाउनुपर्छ, कसरी कानुन सुधार गर्नुपर्छ भन्ने विषयमा यहाँहरूको एकदम खुला र राम्रो सुझावहरू आएको छ र त्यो अनुरूप राज्यले काम गर्न सक्छ भन्ने कुरामा विश्वास पनि छु। र अलिकति म यहाँ तथ्याङ्कहरू चाहिँ जोड्न मन लाग्यो मलाई। यही हाम्रो अध्ययन प्रतिवेदनमा छ कारागार व्यवस्थापन विभागको कारागार व्यवस्थापन सूचना प्रणाली PMIS छ। यो अनुसार चाहिँ अहिले 2083 3/11 अनुसारको डेटा छ। यहाँ प्रतिवेदनमा उल्लेख भएको 18 देखि 59 वर्ष उमेर समूहका कैदीबन्दीहरू चाहिँ अहिले 26,029 जना हुनुहुँदो रहेछ। अनि प्रति कैदी प्रति वर्ष अनुमानित रकम चाहिँ 1,35,000 खर्च हुँदो रहेछ। एउटा कैदीबन्दी पाल्नको लागि मात्रै यति खर्च हुँदो रहेछ। अनि हिसाब गरेँ मैले, ठ्याक्कै 1 वर्षमा कति खर्च हुँदो रहेछ भनेको यो 26,029 जनालाई कति खर्च हुँदो रहेछ त अल टुगेदर गर्दाखेरि चाहिँ 3,51,39,39,15,000 रुपियाँ चाहिँ खर्च हुँदो रहेछ। अनुमानित खर्च भनेको राज्यले अहिले कैदीबन्दीहरूलाई पाल्नको लागि मात्रै यति खर्च गरिरहेको छ भन्ने कुराको तथ्याङ्क हो। अनि प्रायः जसो अब कैदीबन्दीहरू एकदम निष्क्रिय जीवन बिताइरहनु भएको छ। कैदीबन्दी भनेकै त्यहाँभित्र बसिसकेपछि आफ्ना अनगिन्ती अधिकारहरू, आफ्ना अनगिन्ती कामहरू, कर्तव्यहरू उहाँहरूले जिम्मेवारी निर्वाह गर्न पाउनुहुन्न, निष्क्रिय जीवन हुन्छ। अनि हाम्रो नेपाल अहिले हामीले डेमोग्राफिक डिभिडेन्ड लिन सक्ने सबैभन्दा हाई टाइम हो भनेर भनिराखेका छौँ। डेमोग्राफिक डिभिडेन्ड लिनको लागि त हाम्रो युवा पुस्ताहरू सही ठाउँमा उहाँहरूले सही काम गरेर देशलाई चाहिँ नै उत्पादनसँग अथवा उत्पादकत्व वृद्धि गर्नको लागि उहाँहरूले चाहिँ काम गर्नुपर्ने हो। तर यति धेरै मानिसहरू 26,000 मानिसहरू चाहिँ 18 देखि 59 वर्षका चाहिँ जेलमा हुने, कारागारमा हुने भन्ने विषय पक्कै पनि एउटा राज्यको लागि राम्रो सूचना होइन र हामी सही ठाउँमा जानुपर्ने छ भन्ने कुराको सङ्केत पनि यसले गर्दछ भन्ने मलाई लाग्छ। अब यो कैदीबन्दी कसका लागि कारागार बस्छन् त भन्ने प्रश्न पनि छ। यसमा धेरै थ्योरीहरू छ। रेट्रिब्युटिभ थ्योरीले चाहिँ नि
प्रिजन भनेको पनिसमेन्ट हो भन्छ। कसैले गल्ती गर्यो भनेदेखि उसले त पनिसमेन्ट भोग्न पर्यो नि भन्छ रेट्रिब्युटिभ थ्योरीले। डिटेरेन्ट थ्योरीले चाहिँ होइन यो त समाजको लागि हो, कैदीबन्दीहरू बाहिर निस्किँदाखेरि त समाजलाई नै थ्रेट हुन्छ नि, समाजलाई जोगाउनको लागि उनीहरूलाई थुन्ने हो भनेर भन्छ। प्रिभेन्टिभ थ्योरीले पनि त्यस्तै त्यस्तै समाजलाई चाहिँ जोगाउनको लागि कैदीबन्दीहरूलाई थुन्नुपर्छ भनेर भन्छ। अर्को रिहेबिलिटेटिभ थ्योरी छ, यसले चाहिँ उनीहरूलाई सुधार गर्नुपर्छ, जसले अपराध गर्छ उनीहरूलाई सुधार गर्नुपर्छ, सुधार्नको लागि चाहिँ हामीले प्रिजनमा राख्ने हो भनेर भन्छ। तर रेट्रिब्युटिभ जस्टिसले चाहिँ के भन्छ भने प्रिजनले मात्रै चाहिँ सुध्रिँदैन है, हुँदैन है, समाज बदलिँदैन है भनेर भन्छ। भनेको अब कैदीबन्दीहरूलाई यदि हामीले समाजको अभिन्न अङ्ग हुन् र उनीहरूलाई चाहिँ समाज सुधार गरेर उनीहरूको योगदान चाहिँ समाज सुधार्ने कुरामा हुनुपर्छ भनेर हामीले सोध्छौँ भनेदेखि कैदीबन्दीहरूलाई सही ट्र्याकमा लैजानको लागि हामीले काम गर्नै पर्नेछ। जुन हाम्रो ऐन छ त्यो ऐनमा अहिले धेरै कुराहरू समेट्न सकिसकेको छैन। अघि मानिज्यूहरूले पनि कुरा उठाउनु भएको थियो, मेडिटेसनदेखि लिएर उहाँहरूको मानव अधिकारको कुराहरूदेखि लिएर उहाँहरूको इलम सिकाइको कुराहरूदेखि लिएर धेरै कुराहरू छन्। उहाँहरूको चाहिँ न्यायकै सवालमा पनि कति अवरोधहरू यहाँहरूले आफैले पनि पहिचान गर्नुभएको छ। पेशीहरू हुन्छ, पेशी भएको समयमा उपस्थित हुन पाएको नपाएको, आफ्नो मुद्दा कहाँ पुगेको छ भन्ने कुरा थाहा पाएको नपाएको अनगिन्ती कुराहरू यहाँहरूले थाहा पाइसक्नु भएको छ। त्यही भएर सुधार गर्नुपर्ने बाटोहरू थुप्रै नै छ। हामीले यहाँ पनि यस्तो कोणबाट एकचोटि हेर्नुहोस् न, अध्ययन गर्नुहोस् न भनेका कुराहरू मजाले उहाँहरूले अध्ययन गरेर सुझावहरू दिनुभएको छ। तपाईँहरूको यहाँ पनि राम्रो सुझावहरू आएको रहेछ। यसलाई समग्रतामा एकै ठाउँमा इन्टिग्रेट गरेर अब मस्यौदा चाहिँ सम्बन्धित मन्त्रालयबाट नै सुरु मस्यौदा हुने भएको कारणले गृह मन्त्रालयले पुनः कारागार ऐनलाई संशोधन गर्नुपर्ने आवश्यकता मैले देखेको छु। त्यसमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले पूर्ण रूपमा कारागार ऐनलाई सबैको हितमा हुने गरेर सुधार गर्नको लागि प्रतिबद्ध रहेको, त्यसमा सहजीकरण गर्ने जतिसक्दो छिटो ल्याउनको लागि प्रतिबद्ध रहेको कुरा चाहिँ म यहाँ निवेदन गर्न चाहन्छु। अब अलिकति जेनजी आन्दोलनको विषयमा र अहिले भइरहेको हाम्रो जेनजी आन्दोलनमा भएका भाइ बहिनीहरू, युवा साथीहरू, जेनजी साथीहरू माथि लागेको मुद्दाको सवालमा पनि धेरै प्रश्नहरू उठेको छ। एउटा विषय चाहिँ मलाई के लाग्छ भने इतिहासमा हामीले संसारका जुनैसुकै देशहरू हेऱ्यौँ भने पनि जब पोलिटिकल अग्रिमेन्ट हुन्छ, पोलिटिकल अग्रिमेन्टलाई राज्यका सबै संयन्त्रहरूले पोलिटिकल अग्रिमेन्टकै रूपमा लिनुपर्छ। योभन्दा अगाडि पनि हामीले हेऱ्यौँ भने राजनीतिक सहमतिहरू पहिला पनि भएका छन्, सम्झौताहरू पहिला पनि भएका छन्। 2062-63मा 10 वर्ष जनयुद्धलाई टुङ्ग्याउने जुन शान्ति सम्झौता भयो त्यो पनि एक प्रकारको राजनीतिक सम्झौता हो। राजनीतिक सम्झौतालाई चाहिँ कसरी सेटल डाउन गर्ने भनेर राज्यले एउटा अपनत्व लिएर त्यसमा चाहिँ टिआरसीमा काम भइराखेको छ। अझै पनि अब त्यो टुङ्गिन सकेको छैन, अलग कुरा। अब टुङ्ग्याउनको लागि हामी त्यसमा अझै पनि निरन्तर काम गरिराखेका छौँ। त्यो त 10 वर्षको एउटा चाहिँ ट्रमा थियो, 10 वर्षको इन्सिडेन्ट थियो। त्यो पनि शान्तिपूर्ण सम्झौता भइसके पछाडि एउटा लिगल ट्र्याकमा आएको हो र त्यसलाई सबैले स्वीकारेको हो। त्यस्तै जेनजी आन्दोलन पनि हाम्रो कहिले भन्दाखेरि 2082 मङ्सिरको 25 गते जेनजी र नेपाल सरकार बिच चाहिँ सहमति भएको छ। उहाँहरू बिच एउटा सम्झौता भएको छ र जेनजी आन्दोलन चाहिँ जनआन्दोलन हो भनेर सरकारले त्यतिखेर स्वीकारेको अवस्था पनि छ। ठुलो राजनीतिक र सामाजिक द्वन्द्वपछि भएको राजनीतिक सहमतिलाई दुई पक्षको कागजी सम्झौता हो भनेर राज्यका संस्थाहरूले हेर्न थाले र भएको थियो, सक्यो, आन्दोलन थियो, थुमथुम्याइयो, सकियो भनेर त्यसरी त्यहाँबाट पन्छिने खालको नियत यदि भयो भनेदेखि त्यो आन्दोलन र त्यो आन्दोलनमा सहभागी भएका मानिसहरूको असन्तुष्टि चाहिँ वास्तवमा सेटल डाउन भएको हुँदैन। अब हामीले के बुझ्नु पर्दछ भने समाजलाई द्वन्द्वबाट पुनः संवैधानिक ट्र्याकमा लिएर आउने, पुनः शान्तिपूर्ण बाटोमा फर्काउनको लागि जुन सहमति गरियो, तत्कालीन सरकारले एउटा सम्झौता गर्यो, त्यो सम्झौतालाई हामी सबैले अङ्गीकार गर्नै पर्छ। अब यो सबै भनेपछि यो राज्य संयन्त्रभित्र भएका नेपाल सरकार र नेपालको टेरिटोरीभित्र भएका सबैले त्यसलाई स्वीकार्नु पर्छ। यदि स्वीकारिएन, कसैले स्वीकार्दिन भन्छ भनेदेखि फेरि समाज चाहिँ त्यो असहमतितिर जान्छ। स्टेटको जुन प्रमिस छ त्यो प्रमिस त ब्रिच भयो। त्यो प्रमिस ब्रिच भइसकेपछि के हुन्छ भने राज्यले त प्रमिस गर्दो रहेछ, मान्दैन रहेछ भनेर त्यो कहिले पनि आगामी दिनहरूमा चाहिँ यस्ता प्रकारका कुनै पनि आन्दोलनहरू भए अथवा असहमतिहरू भयो भनेदेखि सम्झौता गरेर हामीले ट्र्याकमै ल्याउन सक्दैनौँ। त्यसकारणले म सबैलाई के आग्रह गर्न चाहन्छु भने यहाँ सबै दलका साथीहरू हुनुहुन्छ, नागरिक समाज हुनुहुन्छ, पत्रकार साथीहरू हुनुहुन्छ, जेनजी आन्दोलन जुन भयो
त्यो घटनाका बारेमा तपाईँ हाम्रा आफ्ना आफ्ना व्याख्याहरू छन्, तपाईँ हाम्रा आफ्ना आफ्ना बुझाइहरू छन्, त्यो आफूसँग राखौँ। तर तत्कालीन समय जुन अवस्थाबाट हामी गुज्रियौँ त्यो अवस्थालाई चाहिँ शान्तिपूर्ण बाटोमा ल्याउनको लागि जेनजी र नेपाल सरकारबीच जुन सम्झौता भयो त्यो सम्झौतालाई एउटा राजनीतिक सम्झौताको रूपमा ग्रहण गरेर समाजलाई शान्तिपूर्ण बाटोमा लैजानको लागि तपाईँ हामीले भूमिका खेलौँ। यदि त्यसो गर्न सकिएन, अझै पनि त्यो सम्झौतालाई सम्झौता होइन कि भन्ने चाहिँ गरेर एउटा आफ्ना असहमतिहरूले त्यसलाई चाहिँ इग्नोर गर्ने खालको काम भइरह्यो भनेदेखि समाज शान्तिपूर्ण बाटोमा जाँदैन। तपाईँ हाम्रो दायित्व भनेको समाजलाई सही दिशामा लैजाने हो। समाजका हरेक युवा पुस्ताहरूलाई, समाजका हरेक असन्तुष्ट मानिसहरूलाई चाहिँ हामीले शान्तिपूर्ण बाटोमा ल्याउनको लागि भूमिका खेल्नु पर्दछ। हाम्रा राजनीतिक असहमतिहरू आफ्ना आफ्ना हुन सक्छन्, विचारहरू आफ्ना आफ्ना हुन सक्छन्। असहमतिहरू खुलेर राखौँ, भद्र भाषामा, सौम्य भाषामा पनि हामीले आफ्ना असहमतिहरू राख्न सक्छौँ। तर तत्कालीन समय कुन परिस्थितिबाट गुज्रियौँ भन्ने त्यो कसैको नियन्त्रणमा थिएन। आज पक्ष विपक्षका आरोपहरू भइराखेका हुन्छन्, संस्थाका बिचमा आरोप प्रत्यारोपहरू भइराखेका हुन्छन्। अघि भर्खर पनि माननीय गृहमन्त्रीले थोरै कुराहरू त राख्नु भएको छ। यसमा चाहिँ जेनजी आन्दोलनको विषयलाई लिएर आरोप प्रत्यारोप गरेर तितो वातावरण सिर्जना गरेर परिस्थितिलाई त्यतिखेर जसले सम्हाल्नको लागि भूमिका खेल्नुभयो त्यसमा सबैको लस भएको थियो, सबैले गुमाएका थियौँ। कोही त्यति बेलामा कसैले जितेको भन्ने कसैको केही पनि थिएन, सबैले गुमायौँ हामीले त्यो तत्कालीन समयमा। त्यसकारणले सबैले गुमाएको परिस्थितिमा सम्हालेकाहरूलाई चाहिँ हामीले एकअर्कालाई चाहिँ सहयोग गर्दै जाउँ, सद्भाव राखौँ र शान्तिपूर्ण तरिकाले त्यसलाई चाहिँ सेटल डाउन गर्नको लागि भूमिका खेलौँ भन्ने कुरा म विनम्र अनुरोध गर्न चाहन्छु। र जहाँसम्म अब त्यो मुद्दा फिर्ता सम्बन्धी चाहिँ जुन समिति बनाएको छ, मुद्दा फिर्ता भन्दा पनि त्यो चाहिँ के हो भने त्यो समितिले अध्ययन गर्छ। त्यो समितिले अध्ययन गरेर साँच्चीकै एउटा जेनजी आन्दोलनमा उपस्थित भएको सिसी क्यामेरा टिभीमा चाहिँ देखिएको मात्रै साथीलाई मुद्दा लागेको छ कि अथवा जेनजी आन्दोलनको फाइदा उठाएर गलत काम गरिराखेका मान्छेहरू पनि कति थिए, उनीहरूलाई मुद्दा लागेको छ। यो कुरा चाहिँ त्यहाँ चाहिँ छुट्टिन्छ। जो आन्दोलनको फाइदा उठाएर समाजमा चाहिँ अरू गलत खालको काम गरिराखेको छ भन्ने कुरा, त्यसलाई एक तरिकाले हेर्ने होला। त्यो अब अध्ययन समितिले प्रतिवेदन दिन्छ, त्यो प्रतिवेदन अनुसारले चाहिँ अगाडि कसरी बढ्ने भन्ने कुरा तय हुन्छ। तर जेनजी आन्दोलनमा देखिएकै कारणले, जेनजी आन्दोलनमा सहभागी भएकै कारणले गर्दाखेरि मुद्दा चलेर आजको दिनमा कारागारमा बसिरहनु परेको हाम्रो युवा साथीहरू हुनुहुन्छ, उहाँहरूलाई पक्कै मिठो लागिरहेको छैन। जेनजी आन्दोलन एउटा जनआन्दोलन थियो भनेर सरकारले स्वीकारिसकेपछि यसलाई राजनीतिक सम्झौताको रूपमा तपाईँ हामी सबैले स्वीकारेर यसलाई सहजीकरण गरेर जानु हाम्रो दायित्व हुन्छ। यसका वैधानिकताका बारेमा धेरै प्रश्न नगरौँ साथीहरू। राजनीतिक सहमति तत्कालीन समयमा नेपालको संविधान नै जोगिने हो कि होइन भन्ने परिस्थितिमा हामी उभिरहेको परिस्थितिमा समाजलाई शान्तिपूर्ण वातावरणमा ल्याउनको लागि, समाजको नेपालको चाहिँ संविधान जोगाउनको लागि जुन सम्झौता गरियो त्यो सम्झौतालाई सम्झौता भनेर स्वीकार्नमा नहिचकिचाउँ साथीहरू, म सबैलाई म आग्रह गर्न चाहन्छु। त्यसकारणले यति सहमतिमा हामी आयौँ, यति कुरामा हामी एकदम खुला हृदयले स्वागत गऱ्यौँ भने मलाई लाग्छ यो त्यति अप्ठ्यारो विषय होइन। धेरै अप्ठ्यारो परिस्थिति पनि सिर्जना नगरौँ। हाम्रो कर्मचारी संयन्त्रलाई पनि तपाईँहरूलाई के हो भन्ने एउटा कन्फ्युजन भइराखेको हुनसक्छ। कन्फ्युजनमा नबस्नुहोस्। त्यो द्याट वाज पोलिटिकल अग्रिमेन्ट, अनि पोलिटिकल अग्रिमेन्ट जहिले पनि पोलिटिकल म्यान्डेटले भएको हुन्छ। तपाईँहरूले त्यसलाई कार्यान्वयन गर्ने हो। अब के फेसिलिटेट गर्नुपर्छ, केही समय हामी आफै पनि अलमलमा रह्यौँ, के कसो यो कता छ के छ भन्ने कुराहरू, धेरै कुराहरू असहज परिस्थितिबाट हामी आएको कारणले गर्दा धेरै कुराहरू हामीले हेर्नको लागि समय पनि लियौँ। हामी त्यसमा अलिकति क्षमाप्रार्थी पनि छौँ। हामीले अझै छिटो द्रुत गतिमा गर्न सक्नु पर्थ्यो। जेनजी आन्दोलनको जो साथीहरूलाई मुद्दा लागेको छ उहाँहरूको सवालमा हामी एकदमै सिरियस छौँ। त्यसका बारेमा छिट्टै नै एउटा निष्कर्ष निस्किने तरिकाले द्रुत गतिमा काम गर्नको लागि सरकार प्रतिबद्ध छ र त्यसमा हामी सबैजना एक ठाउँमा हुनुपर्छ, रहनुहोस् भन्ने आग्रह पनि म सबैलाई निवेदन गर्न चाहन्छु। र अरू त अब के भन्नुपर्ने छ र, अब कानुन संशोधन गर्ने प्रतिबद्धता भइहाल्यो। गृह मन्त्रालयले पनि गरेको छ, कानुन मन्त्रालयले पनि गरेको छ। जेनजी आन्दोलनको विषयमा पनि हामी एकदम स्पष्ट छौँ। हामी कहीँ कतै पनि कन्फ्युजन छैनौँ भने हामी सही दिशामै जान्छौँ। सद्भाव, प्रेम, एकता, आपसी सम्मानबाटै समाज बन्ने हो। यसमा हामी एकजुट हुनुपर्छ भन्ने धारणा राख्दै बनाइहरू टुङ्ग्याउन चाहन्छु। धन्यवाद सभापतिज्यू।